हेलो एभ्रिवान, म चाहिँ अब बेङ्गलोर जानुको लागि घरबाट निस्किँदैछु र ब्याग जोखेको कति किलो भयो भनेर 16 किलो भएछ है। त्यति त लानु दिन्छ नि त। अनि यहाँ चाहिँ मलाई बहिनीले जाने बेलामा मुख मिठा गरेर पठाउँदैछ हो। मिठा गराउँदैछ मेरो बहिनीले। यता चाहिँ म हरियो भन्दै लानु आउँदै हुनुहुन्छ हो। अनि गाइज फाइनली आफ्नो मम्मीले पनि बाई बाई गर्दै हुनुहुन्छ, राम्रोसँग जानु भन्दै हुनुहुन्छ बाबाले पनि। अनि बहिनी पनि उतापट्टि चाहिँ बाई बाई गर्दैछ, राम्रोसँगले जानु भन्दैछ हो। दादा पनि आउँदैछ, जा म पनि आउँछु भन्दैछ हो, हाँस्दैछ। दिदी उहाँ रोएर उता बोलेकै छैन। बहिनीले चाहिँ दबाई ल्याइदिई मम्मीले बनाइदिनु भएको थियो मेरो लागि दबाई, खाएर जा भनेर हो। आँखा चिम्लेर घटघट खाएँ। कस्तो तितो भएको नभन्नु न, चिरिङ्गै भयो। अनि गाइस यहाँ चाहिँ मेरो बहिनी दिदी रोइरहेको चाहिँ नजा भनेर बिहानदेखि रोइरहेको छ। मम्मी उता न्यास्रक्कै हो, यता बहिनी रोएर आई। आन्टी उता फर्किराख्नु भएको छ, कान्छी चाहिँ हेरिरहेको छ पिता हो पर हुनुहुन्छ। मेरो दिदी फेरि हेर्नु नगएर गाडी आयो, झन् धेरै रुनु थाले नजा भन्दै। माया है, फ्यामिलीको माया। अनि हेर्नु न, जाँदा जाँदै बाटोमा ट्राफिक पुरा, आसामको ट्राफिक। ट्रेन जाँदै रहेछ है, ट्राफिकमा फसिरहेको छु। 2 बजेको फ्लाइट छ डिब्रुगढदेखि। म चाहिँ गाइस डिब्रुगढको एयरपोर्टभित्र छु अहिले है। बिचमा भिडियो बनाउनु पाइनँ, अलिअलि बनाएको छु मैले। बसिरहेको छु, वेटिङमा छु है। अनि टिकट लिएर म चाहिँ भित्र जाँदैछु। फ्लाइटमा कति नम्बर गेटमा जानुपर्छ भनेर उताभित्र गइरहेको छु है। यहाँ हेर्नु न, हाम्रो फ्लाइट 2 बजेको थियो तर सबको चेन्ज भयो है। इन्डिगोको पनि अनि मेरो एयर इन्डियाको पनि चेन्ज भएर चाहिँ सबलाई लेट भइरहेको छ। बेलुकाको खाना चाहिँ 5 बजी चढेको है फ्लाइट, डिब्रुगढबाट गुवाहाटीबाट फेरि चढ्नुपर्ने है। यहाँ हेर्नु न, यत्रो लेट भयो फ्लाइट। अनि मिठाई दिएर उहाँले न, एक त लेट गराइदियो, मिठाई पो दिन्छ, न त म खाने है। फेरि बोकेर हिँडिरहेको छु फेरि मेरो ह्याबिट छैन नि त बाहिरको त्यति खाने, अनि त्यही भएर म चाहिँ खाँदिनँ हो। जाँदैछु फ्लाइटभित्र। अनि म चाहिँ पुगिसकेँ फ्लाइटभित्र। नमस्ते अरे, अनि नमस्ते भन्दै नि जाँदैछु गाइस। हेर्दै गर्नु होला, म तपाईँलाई पुगेको पनि देखाउँछु। यसमा चाहिँ थोरै मिनी ब्लग हो, सबै मैले एकैचोटि बनाउन सकिनँ, मलाई त्यति आइडिया पनि छैन है। नेक्स्ट हेर्दै गर्नु होला।